नमस्कार सबैजनालाई स्वागत छ सबलाई सन्जोग ट्रेडमा। आज जुलाई 20 र आज जुलाई 20मा चाहिँ हामी मार्केटमा 41 पोइन्टको अपसाइड चाहिँ देखेको छ। है एकदम बुलिस मार्केट है। लास्ट डे क्लोजिङ अलमोस्ट 80 पोइन्टको भएको थियो है। आजको क्लोजिङ अलमोस्ट 41 पोइन्टको भएको छ, झन्डै 42 पोइन्टको भएको छ है। एकदम बुलिस मार्केट लास्ट डे पनि थियो भनेपछि आज झन् त्यसलाई सपोर्ट गर्ने तरिकाको एग्रेसिभ बुलिस क्यान्डल चाहिँ बनेको चाहिँ छ। एग्रेसिभ बुलिस मार्केट पनि बनेको छ विथ भोल्युममा पनि राइज है। अस्ति अलमोस्ट 4.5 4.6 अर्बको भोल्युमहरू आएको मार्केटहरूमा चाहिँ आज अलमोस्ट 1 अर्बले बढेको छ है। जुन तरिकाले इन्डेक्स बढेको छ त्यही अनुसारले भोल्युमहरूको इङ्गेजमेन्ट पनि बढिरहेको छ। एकदम राम्रो कुरा चाहिँ हो है। सपोर्टिङ भोल्युमहरूको सपोर्ट चाहिँ चाहिन्छ मार्केटहरूको जहिले पनि राइजमा। 5.5 अर्बको भोल्युम यो अलमोस्ट 27 टेरिटोरीहरूमा इज गुड है। इनिसियल फेजहरूदेखि नै हाम्रो मार्केटहरूमा चाहिँ एउटा कन्टिन्युस राइजहरू चाहिँ देख्यो है। राइजहरूमा गऱ्यो सानो एउटा स्ट्रगल चाहिँ देख्यो। स्ट्रगलमा एउटा लो चाहिँ ब्रेक गरेको थियो है। लो ब्रेक गरेको भनेर फेरि धेरैले प्रफिट बुकहरू चाहिँ गर्यो होला। केही सानोतिनो ट्रेडहरूले स्टकहरूमा एक्जिट गर्यो होला है। मलाई पनि धेरै क्वेसनहरू चाहिँ आएको थियो। त्यो क्वेसन अनुसारले चाहिँ धेरैले एक्जिट गर्यो होला जस्तो लाग्यो है। त्यो पछि फेरि पनि मार्केटहरूमा राइज चाहिँ कन्टिन्यू भयो है। एकदम क्लोजिङ चाहिँ एकदम बुलिस छ है। र मार्केटको एउटा कन्टिन्युस राइजहरू पनि अलमोस्ट 150 पोइन्ट जस्तो राइजहरू चाहिँ आयो है। लास्ट लोहरूको कुराहरू गर्छौँ भनेपछि सो एउटा राम्रो छोटो टाइममा एउटा एकदम राम्रो राइजहरू चाहिँ मार्केटले दिएको छ। सब इन्डेक्स साइज कुराहरू गर्छौँ भनेपछि आज अलिकति लिडिङ सेक्टरहरू भनेको फेरि पनि के भएको छ, आइटी पावर सेक्टर र म्यानुफ्याक्चरिङ सेक्टर नै भएको छ है। म्यानुफ्याक्चरिङ सेक्टरमा एसआइएल, एसओपिएनएल, आरएसएमएल तरिकाको न्यू सेगमेन्टको स्टकहरू राम्रो चलेको छ। आइटी पावर सेक्टरमा चाहिँ अलमोस्ट सबै स्टकहरू नै राम्रो चलेको छ है। अरू सेक्टरमा चाहिँ हामीले त्यस्तो एकदम लिडिङ तरिकाको गेनहरू चाहिँ देखिरहेको चाहिँ छैनौँ है। एउटा नर्मल ग्रोथहरू चाहिँ देखिरहेको छौँ अरू सेक्टरमा। त्यो चाहिँ हजुरको लागि चाहिँ अपर्च्युनिटी हुनसक्छ है। बढिसकेको सेक्टरहरूमा बढी अट्र्याक्ट हुनुभन्दा नबढेको सेक्टरहरूतिर चाहिँ फन्डहरू रोटेट गर्ने है। सो त्यसको डिटेल कुराहरू चाहिँ अहिले चार्टमा गरौँला है। र हाम्रो यो हप्ताको लागि चाहिँ ग्रुप ओपन भएको छ है। भिआइपी मेम्बरसिपहरू लिनको लागि अलमोस्ट 7-8 महिना पछि यो ग्रुप चाहिँ ओपन भएको छ। सो मार्केटहरूमा यस्तो र्यालीहरूको लागि मिस आउट नहुनको लागि केही मिस हुनुभएको छ भने फेरि पनि रिएन्ट्रीहरू कहाँ गर्नको लागि यिनीहरू सबै गाइडेन्सहरूको लागि चाहिँ हाम्रो डिस्क्रिप्सनमा दिएको नम्बरहरूमा चाहिँ टेक्स्ट गर्न सक्नुहुन्छ है। सो हामी केही ढिलो नगर्छ, हामी नेप्सिक एनालिसिस चाहिँ जाउँ है। आज हामी नेप्सिक एनालिसिस गर्छौँ, टप नम्बरहरूको कुरा गर्छौँ, सेक्टर पनि अलिकति हेर्छौँ, अनि बल्ल हामी चाहिँ हाम्रो युट्युब सेक्सनतिर चाहिँ जान्छौँ है। 2 दिनको राइजहरू मार्केटमा एकदम राम्रो चाहिँ थियो है। अब यो राइजहरू आउनु सुरु गर्ने मान्छेले सबै बिर्सिन्छ है। थाहा छ हजुरलाई, जति अब मार्केट डाउन हुँदाखेरि जति नराम्रो नराम्रो कुराहरू धेरै कुराहरूले क्वेसन गरिरहेको हुन्छ भने राइज आउँछ भने चाहिँ सबै कुराहरू फेभरेबल हुन्छ है। सबै कुराहरू चाहिँ मार्केटले बिर्सिन्छ, ट्रेडरहरू सबैले बिर्सिन्छ है। सो अहिले बिर्सिरहेको पनि छ। अब सबै बुलिस भइरहेको केस पनि छ है। कि फोमो इफेक्ट अस्तिको क्यान्डलले एकदम फोमो इफेक्टहरू लियो भने चाहिँ आज क्यान्डलले झनै त्यो फोमो इन्टेन्सिटी चाहिँ बढाएको चाहिँ छ है। क्यास होल्ड गरेर बसिरहेको मान्छेहरूलाई है, या मार्केटमा पार्टिसिपेट नगरेको मान्छेहरूलाई है, तर मार्केटबाट केही टाढा गएको मान्छेहरूलाई पनि अहिले मार्केटले बाध्य बनाइरहेको चाहिँ छ है। अस्ति क्यान्डलहरूलाई आज क्यान्डलहरूले चाहिँ मार्केटमा फेरि पनि पार्टिसिपेट गर्नको लागि मार्केटलाई फेरि पनि मलाई हेर है भन्ने तरिकाले चाहिँ एउटा इन्डिकेसनहरू चाहिँ दिइरहेको छ है। यस्तो राइजहरूले चाहिँ दिन्छ, विच इज गुड कुरा है। हामी अलरेडी पोजिसनहरू लिएको, अलरेडी मार्केटहरूमा चाहिँ पोर्टफोलियोमा स्टकहरू राखेको मान्छेहरूको लागि चाहिँ फोमो इफेक्ट हुने, जति फोमो इफेक्ट हुँदै गयो है त्यति राम्रो चाहिँ हो है हाम्रो पर्सपेक्टिभले। सो फोमो इफेक्टहरू भइरहेको छ है। र फोमो इफेक्टहरू चाहिँ अब फोमो इफेक्टहरूले के माइन्ड करेक्सनहरू चाहिँ लिन्छ है। एउटा त्यो इम्पल्स मुभहरू चाहिँ दिन्छ फोमो इफेक्टहरूले। इम्पल्स मुभ भन्नाले एकदम छोटो समयमा एकदम धेरै बढ्ने, इन्डेक्सहरूमा हामीले ठुल्ठुलो फ्लक्चुएसनहरू चाहिँ देख्ने, त्यस्तो चाहिँ देखिरहेको छ, देख्छ है। भोलि पनि हामीले इनिसियल फेजहरूमा चाहिँ देख्न सक्छौँ। भोलिबाट हामीले मार्केटमा के गरेर करेक्सनहरू आउँछ, के गरेर मार्केटहरू अलिकति रिट्रेसमेन्टहरू लिन खोज्छ भने पनि त्यसमा केही वरि हुनु पर्दैन है। सिम्पली त्यति चाहिँ भने मार्केटले केही तरिकाको डाइरेक्सनहरू चेन्ज गरिसकेको है। केही तरिकाले अब हायर साइड भ्यालिडेटहरू गरिसकेको फेजहरू चाहिँ छ है। एउटा सानो स्ट्रगल गर्ने एरियामा आएर आज अलिकति मार्केटहरू होल्ड भएको चाहिँ छ है। अब एउटा क्यान्डलहरू कुरा गर्नु छ नि, यो जुन यहाँको यो डोज क्यान्डलहरू चाहिँ यही टेरिटोरीमा गएर चाहिँ भोलि मार्केटहरूले केही स्ट्रगलहरू चाहिँ गर्न सक्छ है। र यति बढेको मार्केटहरूमा चाहिँ अब हजुरलाई पनि थाहा छ है, सानोतिनो केही स्ट्रगलहरू गर्नुलाई त्यसलाई एकदम नर्मल लिनुपर्छ भनेर थाहा छ। सो के अरे भोलि सानोतिनो मार्केटहरूमा स्ट्रगल आउँछ भनेपछि पनि ठिक छ है। स्ट्रगल आउँदैन भने त झनै नै राम्रो भइसक्यो है। क्लियरली 2800 लेभलहरू छुन जाने भनेको त झन् एकदम राम्रो कुरा चाहिँ हो है। मिड टर्म पर्सपेक्टिभले नै मार्केटहरूमा चाहिँ एउटा फेरि एउटा नेक्स्ट फेजको रिटेसनपछि फेरि पनि एउटा इम्पल्स मुभ आउँछ भन्ने नै इन्डिकेट गर्छ। र अहिलेसम्म नै सबै कुराहरू पोजिटिभ भएको चाहिँ छ है। यही कुराहरूले नै इन्डिकेट चाहिँ
पर्छ बट जति माथिको रिट्रेसमेन्टहरू लियो त्यति राम्रो चाहिँ हो मार्केटहरूको लागि है जस्ट सेकेन्ड फेजको रिट्रेसमेन्ट पछिको राइजहरू चाहिँ हाई ब्रेक गर्ने तरिकाको चाहिँ होस् है धेरै कन्सिडरेसनहरू चाहिँ धेरै हुन्छ सो त्यो चाहिँ आउने दिनहरूमा क्यान्डलहरू फर्म भएपछि बल्ल डिसाइड चाहिँ गरौँला है अहिले नै केही एजिएमहरू गर्नुभन्दा अगाडि सो अहिलेसम्म क्यान्डलहरू राम्रो छ भनेपछि पोजिसनहरू होल्ड गर्ने है कुनै पनि बेच्न चाहिँ पर्दैन म आफै पनि एक किताब बेचेको छैन हाम्रो ग्रुपहरूले नै अहिलेसम्म एक किताब बेचेको छन् स्टकहरू भोलि यो फेजहरूमा अलमोस्ट हाम्रो लास्ट लोहरूको कुराहरू गर्छ भने कति पोइन्टको राइजहरू चाहिँ लास्टको कुरा अलमोस्ट 170 पोइन्टको राइजहरू आएपछि है भोलि पनि इनिसियल फेजहरूमा 20-30 पोइन्टहरू चाहिँ मार्केटहरू बढिहाल्ला है 10-15 पोइन्ट मार्केटहरू बढिहाल्ला त्यो पछि अलमोस्ट 180-90 पोइन्टहरूको एउटा केही राइजहरू पछि मार्केटमा एउटा करेक्सनहरू स्वाभाविक हुन्छ है करेक्सनहरूको लागि प्रिपेयर हुँदा हुन्छ कोही एकदम राम्रो ट्रेडहरू गर्ने है अब धेरै कुराहरू सिकिसक्नु भएको छ हरेक फ्लक्चुएसनहरू खेल्न सक्नुहुन्छ भने चाहिँ त्यहाँहरूले इनिसियल फेजको स्पाइकहरूमा केही पोर्टफोलियो पुरै एम्प्टी गर्ने है सबै प्रोफिट बुकहरू गर्ने त्यस्तो चाहिँ म एकचोटि पनि रिकमेन्ड गर्दैन है जस्ट केही आर्बिट्रेरी गेन लिनको लागि जस्ट एउटा सानो पोर्सनहरूको ट्रेड एक्जिक्युसनहरू चाहिँ गर्न सक्नुहुन्छ भोलि है त्यति चाहिँ हो त्यति चाहिँ भन्यो सो भोलि इनिसियल फेजर मार्केटहरू अलिकति माथि राइजहरू जान्छ अनि केही न केही सानो टाइम फ्रेमहरूमा पनि केही लोवर साइड एउटा लो ब्रेक चाहिँ हुनु पऱ्यो कि एउटा हायर लो फर्मेसन भयो सानो भयो भने 5 मिनट क्यान्डलहरूमा नि केही क्यारेक्टरहरू चेन्ज हुन खोज्छ जस्तै आज भएको थियो है बट आज चाहिँ अझ टु अर्ली भनेर चाहिँ हामी केही गरेको थिएन भनेपछि भोलि इनिसियल फेजहरूमा यही है स्पाइक गरिदिन्छ है अलिकति गर्छ अनि यो हाईलाई बिट गर्न नसक्ने तरिकाको यो हाई अर यो जुन स्विङ लो हुन्छ है स्विङ लोलाई चाहिँ अर्को एउटा स्विङ लोले चाहिँ ब्रेक गर्छ भने त्यो फेजहरूमा केही ट्रेडर्सहरू है सबै मेजोरिटीले नगर्नु है अलमोस्ट मेरो भिडियोहरू अलमोस्ट 3,000-4,000 मान्छेले हेर्नुहुन्छ भने त्यो गर्ने भने 50-60वटाले चाहिँ गर्नु है अरू त्यो 3,000-3500 मान्छेहरूले चाहिँ नगर्नु है 50-60वटा मान्छेहरू अलिकति एक्टिभ ट्रेडरहरूले त्यहाँहरूले चाहिँ गर्नु सक्नुभयो बट त्यो सेल साइडमा अलिकति रिस्क एसोसिएट पनि हुन्छ है मार्केटहरू फेरि छोडेर जान पनि सक्छ तपाईँहरूले त्यो बेचेको पैसाहरू फेरि पनि एक ठाउँमा लगाउने भनेर बेच्नु भएको हुन्छ मार्केट अब यहाँसम्म घट्छ भनेर तपाईँले बेच्छ भने मार्केट यतिबाट फर्क्यो भने त्यो पैसाहरू फेरि हेरेको हुनसक्छ है रिस्क एसोसिएट हुन्छ अलिकति स्किलफुल ट्रेडरहरूले चाहिँ त्यो गर्न चाहिँ सक्यो है अलिकति आर्बिट्रेरी गेनहरू दिन सक्ने चान्सेस चाहिँ भोलि एकदम हाई छ सो माथितिर जान्छ अनि मैले अघि भनेको जस्तै है यो तरिकाको फर्मेसनहरू हुन खोज्छ भने चाहिँ लो ब्रेक गर्न अब लो नै ब्रेक नगरेर कन्टिन्युस है अस्ति दिएको जस्तै हायर फर्मेसन हुँदै यसरी गयो भने त फेरि एक पनि बेच्नु परेन फेरि है के अरे इन्टरडेमा हाई एउटा क्रिएट गरेर यो तरिकाको प्याटर्नहरू है एउटा यहाँ पनि विकनेस देखेको छ यो विकनेस देखेर लो ब्रेक गऱ्यो भने अरू यो हाईलाई बिट नगर्ने तरिकाले यतातिर एउटा हाई क्रिएट गर्ने अनि त्यसले एउटा लो ब्रेक गऱ्यो भने त्यतातिर सानो एउटा प्रोफिट बुक है मैले 30-35% भन्दा धेरै राम्रो ट्रेडरहरूलाई पनि 30-35% भन्दा बढीको फन्ड आउट है त्योभन्दा बढीको एउटा ट्रेड अफ चाहिँ रेकमेन्ड चाहिँ गर्दैन है पर्सनल्ली सो सानो अब तपाईँले अब जब होल्ड गरिराख्नु भएको छ विदेश हुनुहुन्छ है मार्केटहरूलाई धेरै टाइम दिन पाउनु हप्ताको एकचोटि मात्रै हेर्नुहुन्छ है त्यस्तो हुनुहुन्छ भने चाहिँ केही पनि नगर्दा नि हुन्छ है मार्केटहरूको एउटा फेज हो एउटा राम्रो अपसाइड भ्यालिडेट चाहिँ गरेको छ मार्केटहरूले राम्रो एउटा मुभको इन्डिकेसनहरू दिइसकेको छ सो के मार्केटहरू यतातिर तल झर्छ भने नि वर्स्ट केस सिनेरियोमा कति नै होला 0.5 जति ट्रेस गर्ला है 0.5 जति ट्रेसहरू मेन्टरमा खासै गरी हुन चाहिँ पर्दैन 0.5 भन्नाले अलमोस्ट एरिया आउला है अलमोस्ट माथितिर गयो है माथि गएर मार्केटमा करेक्सन नै आयो भने पछि पनि है यो फेजमा गएर यहीँसम्म आउला वर्स्ट केस सिनेरियो अनि पछि फेरि हायर साइडको टार्गेटहरू चाहिँ सेट गर्ने सो माथिको कम्प्लिट मिड टर्ममा नै ट्रेन्ड रिभर्स नहुँदासम्म चाहिँ तपाईँहरू जब होल्डरहरू विदेश बसेको मान्छेहरू मार्केटमा धेरै टाइम दिन नपाउने मान्छेहरूले चाहिँ बेच्नु पर्दैन है यो सानो टाइम फ्रेमहरूमा चाहिँ बेच्नु पर्दैन यो होल टाइम चाहिँ अलमोस्ट 2 हप्ता जस्तो ल्याउनसक्छ है 2 हप्ता अलमोस्ट 14-15वटा ट्रेडिङ डे भनौँ है 2 हप्ता भन्दा पनि त्यसको टाइमहरू चाहिँ लिन सक्छ है म्याक्सिमम अझ 7-8 दिनहरूमा पनि कम्प्लिट गर्न सक्छ सो त्यही ट्रेडरहरू हुनुहुन्छ भने आर्बिट्रेरी गेनको लागि भोलि त्यो भ्यालिडेसन अघि मैले भनेको सेटअपहरूमा चाहिँ केही ट्रेड अफ गर्न सक्नुहुन्छ है केही सेल साइड बसेर माथितिर बेचेर फेरि तलतिर किन्न बस्न चाहिँ सक्नुभयो अरूले चाहिँ मार्केटमा टाइम दिन पाउनु भनेपछि त्योहरू नि केही गर्नु परेन सो योभन्दा अरू कुराहरू छैन बट मार्केटले अपसाइड भ्यालिडेट चाहिँ गरेको छ है सो हामी के गर्ने अब एउटा मिड टर्ममा नै मार्केट बुलिस हुनुको लागि चाहिँ 2800 भन्दा माथि क्लियरली नै यो दुईवटा रेन्जहरूलाई चाहिँ तोड्नै पर्छ कि यो ठुलो रेन्ज हो भन्ने मान्नुहुन्छ होला है अब किन भनेपछि अब मार्केटको एउटा टाइम फ्रेम पनि धेरै लिएको छ है अलमोस्ट यो टाइम फ्रेमहरूमा धेरै बिताएको हो सो यो 2800 यो माथिको यो रेन्जहरू छ यसलाई कम्प्लिटली माथि ब्रेक नगर्दासम्म चाहिँ हामी अब
यो 3000 ब्रेक गरेर जान्छ 3200 ब्रेक गरेर जान्छ भन्न चाहिँ सकिँदैन है। यो टेरिटोरी जहिले पनि अलिकति एउटा के भन्छ अलिकति एउटा गाह्रो टेरिटोरी चाहिँ हुन्छ है। लास्ट यो हाईहरू भन्दा पनि गाह्रो टेरिटोरी चाहिँ यो रेन्ज चाहिँ हुन्छ है। हजुरले यो हाईहरूलाई बिट गर्न है यो टेरिटोरीमा अलिकति मार्केटले टाइम लिएर हाई ब्रेक गर्छ भने माथिको यो हाई ब्रेक गर्न चाहिँ धेरै टाइम लाग्दैन है। सो इनिसियल यतातिरदेखि नै सिधै पुस भएर माथि जान्छ भने हाम्रो लागि गाह्रो लेभल चाहिँ यो हो है। सो यो लेभलहरूमा चाहिँ हामीले चेक गर्नैपर्छ, मार्केटहरूमा क्लियर मुभहरू हेर्नुपर्छ है, क्लियर मार्केटको नेचरहरू, सेक्टर रोटेसनहरू है, कस्तो स्टकहरूमा कस्तो मुभहरू आइरहेको छ त्यो सबै यो रेन्जहरूमा चाहिँ हामीले मार्केटलाई जज चाहिँ गर्नुपर्छ है। सो यो रेन्जहरू चाहिँ मार्केटले यो रिट्रेसमेन्ट पछि जाने चाहिँ म चाहिँ लगभग स्योर छु है। बट यो रिट्रेसमेन्ट आओस् है। यो रिट्रेसमेन्टहरू चाहिँ रिट्रेसमेन्ट नआएर यो लेभलहरूमा गएर ब्यालेन्स आउट गर्नु खोज्छ भने चाहिँ अब हामी छिटै धेरै माथिको टार्गेटहरू चाहिँ देख्छ है। रिट्रेसमेन्टै नआएर है भोलि जुन 5 मिनट क्यान्डलहरूमा के क्यारेक्टर चेन्ज भन्ने कुराहरू गरेको छ त्यो पनि नगरेर भोलि पनि आज जस्तै 40-50 पोइन्ट क्यान्डलहरू बन्छ र यही लेभलहरूमा मात्रै गएर चाहिँ रिट्रेसमेन्टहरू यसरी आउन खोज्छ भने चाहिँ के भयो हाम्रो लागि बेस्ट केस सिनेरियो नै भयो है। यो लेभलहरूमा रिट्रेसमेन्ट आउँछ भने चाहिँ यतातिर यो लेभलहरू गयो भने चाहिँ ठुलो रिट्रेसमेन्टहरू चाहिँ आउँदैन। यता माथि कन्सोलिडेटहरू हुने, प्राइसहरू कन्सोलिडेट हुने र यो कन्सल्टेसन पछि बल्ल डिसाइड गर्ने। यो कन्सल्टेसन पछि लो ब्रेक गर्छ भने मार्केटहरू धेरै तल आउने, यो कन्सल्टेसन पछि मार्केटले हाई ब्रेक गर्छ भने चाहिँ न्यू हाई नै क्रिएट गर्न जाने, रिसेन्ट टाइमको न्यू हाई नै क्रिएट गर्न जाने पोसिबिलिटी चाहिँ एकदम बढी चाहिँ हुन्छ है। सिम्पली पोसिबिलिटीहरूको कुराहरू चाहिँ गऱ्यो। अब हामी के गरौँ भनेपछि एकचोटि टप टर्नओभरहरू कुराहरू गरौँ है। एक्जिसिएल गुड मुभ है र मार्केटहरू एकदम धेरै बढेको देखेर चाहिँ अब थोरै नै लागिरहेको होला है। बट ठिकै मुभ चाहिँ हो है। हाई क्याप स्टकहरू अलरेडी माथि इन्फ्लेटेड प्राइसमा बसेको स्टकहरूलाई यति ठिकै मुभ चाहिँ हो। तर भोलि ट्रेड अफ गर्ने जुन कुराहरू गऱ्यो है त्यो यस्तो स्टकहरूमा चाहिँ लागु नगर्दा हुन्छ है। जुन कुनै स्टकहरू तपाईँको बढेको छैन है, अलरेडी बेसमा छ, अब त्यस्तो स्टकहरूमा चाहिँ ट्रेड अफहरू नगर्दा नि हुन्छ। तर यो सेगमेन्टको आज टप गेनर स्टकहरूमा पढ्ने है हिजो 2 दिनमा नै तपाईँको 15-16%, 15-20%सम्म रिटर्नहरू दिएको छ नि धेरै स्टकहरू है, हजुरलाई थाहा छ। त्यस्तो चाहिँ स्टकहरू पोर्टफोलियोमा छ भने चाहिँ तिनीहरूमा चाहिँ ट्रेड अफ प्लानहरू चाहिँ गर्न सकिन्छ है। यो सस्तो नै हाइटोहरू अनि लोबाट 5-7% नै बढेको, 4-5% मात्रै बढेको त्यस्तो स्टकहरूमा चाहिँ नगर्दा हुन्छ है, ट्रेडहरू नगर्ने। भोलिबाट मार्केटहरू बढ्ने के अरे भोलिबाट करेक्सनहरू आउँदैन, मार्केटहरू बढ्नै सुरु गर्छ भने पनि इनर स्टकहरू चाहिँ आज टप टर्नमा बढेको स्टकहरू खासै बढ्दैन कि यो हिजो आज त्यस्तो धेरै नबढेको स्टकहरूले चाहिँ बढी कन्ट्रिब्युट चाहिँ गर्ने हो है मार्केटको पछि हायर साइडतिर भोलि करेक्सनहरू आउँदैन भनेपछि नि। सो यो सेगमेन्टको स्टकहरू धेरै है एक्जिसिएल अलिकति बढेको जस्तो देख्यो भने धेरै ट्रेड अफ गर्नु पर्दैन। तर त्यस्तो धेरै नबढाए त के भनौँ है, इन्डेक्स बढेको देखेर नबढेको 12% बढेको रहेछ अस्ति लोवरबाट। आरएसएमएल जस्तो स्टक है एकदम राम्रो बढेको नि त है, लास्ट लोवरबाट यतातिर केही पोटेन्सियलहरू देखेको छ। रेड क्यान्डलको स्टप लसमा केही पोजिसन होल्ड गर्न सकिन्छ भन्ने कुराहरू अलमोस्ट 19% बढेको छ है। यस्तो 19% बढेको स्टकहरू चाहिँ भोलिको स्पाइकहरू फेरि पनि स्पाइक जान्छ है। अलमोस्ट 3600 प्राइसहरू अचिभ गर्ला जस्तो है, 3600 प्राइसहरू अचिभ गर्छ। यतातिर टेरिटोरीमा खेल्छ, स्ट्रगल गर्न खोज्छ, अलिकति सेलिङ टाइपको क्यान्डलहरू बन्न खोज्छ भने चाहिँ यतातिर केही ट्रेड अफको प्लानहरू गर्न सकिन्छ है। लिमिटेड स्टकहरू, लिमिटेड फन्डहरूले यसरी ठुलो मार्जिनहरूको दिएको स्टकहरूमा मात्रै ट्रेड अफको केही हेर्ने है। यो सानसानो स्टकहरू धेरै नबढेको स्टकहरूमा चाहिँ हेर्नु परेन। रेडी पनि राम्रो बढेको है, अस्ति अलमोस्ट 7%, आज अलमोस्ट 3% है। रेडियोहरू चाहिँ न्यू हाईतिरै छ है। यतातिर गएर अलिकति बढी नै स्ट्रगल गर्नु खोज्छ भने चाहिँ रेडियोहरूमा नि केही सिफ्ट गर्न चाहिँ सकिन्छ। म पर्सनली भएको भए चाहिँ सिफ्ट गर्थेँ है। यो 380तिर गएर रेडियोहरूमा एकदम स्ट्रगल गर्न खोज्छ, इन्डेक्स चाहिँ बढ्छ, रेडी चाहिँ यो 380 भन्दा माथि बढ्नै नसक्ने 370-75तिर गएर एकदम धेरै गाह्रो मान्ने हुन्छ भने चाहिँ त्यो 370देखि 80को लेभलहरूमा चाहिँ केही पोजिसनहरू आउट गरेर अरू स्टकहरूतिर चाहिँ सेफ्ट गर्थ्यो। कोरबल आफै नलगाउने स्टक मेरो साइडबाट है। एनएचपिसी पनि गुड है, एकदम राम्रो बढेको चाहिँ छ। बट एनएचपिसी एउटा अर्को त्यो भनेको अलिकति एउटा एक्सेल करेक्सन ल्याउन पर्ने पोइन्टहरूतिर चाहिँ गइसकेको छ है। एनएचपिसी यो रेन्जहरूमा अलिकति गाह्रो चाहिँ मान्छ एनएचपिसीले है। बल्कि इनिसियल फेजहरूमा इन्डेक्सले अलिकति करेक्सनहरू दिन्छ भनेपछि एनएचपिसीहरूमा नि कोहीले लोवर साइडहरूतिर किन्नु भएको छ अर कतै अब जहाँ भने किन्नु भएको छ भने चाहिँ यो लेभलहरूको स्ट्रगलहरूमा चाहिँ यो लेभलहरूको स्ट्रगलमा आइदर एनएचपिसीले नै अघि मैले 5 मिनटको जुन क्यान्डलहरूको सेटअप चेन्जको कुराहरू गरेको थियो त्यो सेटअप चेन्जहरूमा केही ट्रेड अफ गर्न सक्यो भनेपछि इन्डेक्समा नि है, इन्डेक्स अरू स्टक है जुन कुनैमा त्यस्तो हुन्छ भने चाहिँ यतातिर केही ट्रेड अफ गर्न चाहिँ सक्यो है। अनि यही फन्डहरू आइदर यहीमा लगाउने, रिटेसन आयो भने यहीमा लगाउने, अरू यसले रिटेसन दिएन भने चाहिँ अरू स्टकहरूतिर चाहिँ लगाउने।
एसआइपिएनएल पनि ठिकै राइजर मान्न चाहिँ सकिन्छ है। यतातिर डाइभर्जेन्सहरू चाहिँ थियो, यतातिर एकदम धेरै कन्सोलेसनहरू चाहिँ देखिएको थियो। लास्टको 2टा क्यान्डल, लास्टको अस्ति फल हुँदाखेरि 2टा क्यान्डलहरू चाहिँ एकदम डेभास्टेटिङ फल नै थियो है। अलमोस्ट एउटा 5% को फल, अलमोस्ट अर्को 4% फल है, कन्टिन्यू फल चाहिँ भइरहेको थियो। एउटा ठिकै राइजर चाहिँ भइरहेको छ, बट एउटा क्लियर पाथ चाहिँ छैन, पाथ चाहिँ देख्दैन म एसआइपिएनएलमा है। अस्ति 6% को राइज, आज चाहिँ अलमोस्ट 5% को राइज भनेपछि पोजिसन होल्ड गर्ने है। मैले त्यस्तो बेच्न हतारै चाहिँ पर्दैन। रेड क्यान्डलहरू चाहिँ फर्म हुन दिने, कुन तरिकाको रेड क्यान्डल फर्म हुन्छ त्यसको बेसिसमा। अब यो 350-55हरूमा फेरि स्ट्रगल, यो होल रेन्ज नै अलिकति स्ट्रगल गर्ने रेन्ज हो है अबको लागि, तर गुड हाइट हो। सो त्यस्तो वरि हुन चाहिँ पर्दैन। न्यू हाईहरू अब जबसम्म यो ब्रेक यो रेन्जहरू छोड्दैन तबसम्म हामी न्यू हाईहरू टार्गेट गर्न चाहिँ सकिँदैन कि सिम्पली। सो अहिलेसम्म भएको पोजिसन होल्ड नै गर्ने अबीमा। त्यस्तो ठुलो वरि हुन चाहिँ पर्ने स्टक चाहिँ होइन अबी। त्यति छोड्नु तल घट्छ भने पनि छोडिदिनु सक्ने स्टक चाहिँ हो। एनआरएनहरूमा चाहिँ नजाम भन्ने हो है। यो एनआरएन र सिआरजिएस चाहिँ यो प्राइसहरूमा चाहिँ अलिकति प्ले नगरौँ भन्ने हो मेरो साइडबाट चाहिँ। म त्यस्तो गुड बाई चाहिँ देख्दैन। आज इन्डेक्स यस्तै राम्रो बढेको बेला धेरै बढेको रहेनछ, हिजो बढेको रहेछ राम्रो। एचआरएल आज गुड राइज है, फेरि राइजहरूको सुरुवात चाहिँ हुनसक्छ। एचआरएलहरू इन्डियन स्टकहरू चाहिँ अलिकति बढ्यो भन्दैमा फेरि माथिको प्राइसहरूमा बेच्न चाहिँ म रिकमेन्ड गर्दैन है। त्योहरू घट्छ भने पनि ठिकै छ, तर बढ्छ भन्ने बित्तिकै अब सानो बढ्ने बित्तिकै बेच्न चाहिँ रिकमेन्ड गर्दैन। अलिकति कन्ट्रोभर्सियल स्टक हो। न्यू फन्डहरू एकदम धेरै चाहिँ नहाल्ने यस्तो स्टकहरूमा है। किन्न खोजिराख्नु भएको छ भने नि अलिकति हचकचिन सक्यो, बट अलरेडी खातामा छ है, अलरेडी लस बेर गरिरहनु भएको छ भने चाहिँ सानो मुभहरूमा चाहिँ एक्जिट नगर्ने नै भन्छु। एनजिपिएलको मुभहरू पनि अलिकति गाह्रो चाहिँ छ है। एनजिपिएलको मुभ अलिकति गाह्रो। इन्डेक्स त्यस्तो बढेको छ रहेन छ, अस्ति 5%, आज 2.5%, ठिकै हो। इन्डेक्स एनजिपिएल अहिलेसम्म होल्ड नै गर्ने, त्यस्तो वरि हुनुपर्ने स्टक चाहिँ होइन। एनजिपिएलमा राख्न सक्ने स्टक चाहिँ हो। के मार्केट रिटेसमेन्ट आउँछ भने टोलरेट गर्न सकिने स्टक चाहिँ हो। सेक्टरहरूको कुराहरू गरौँ है एकचोटि, ओन्ली सेक्टर्स। अब त्यही हो है भनिरहेको चाहिँ, पोर्टफोलियो पोर्सनहरू सबभन्दा बढी केलाई दिने भन्ने हो। हाइट पावर मेरो साइडबाट, मेरो चाहिँ मेजोरिटी हाइट पावर छ है। अब म्यानुफ्याक्चरिङ त अब सिमेन्ट कम्पनीहरू चलेको छैन है। अस्ति जिसिएल चाहिँ राम्रो चलेको थियो, बट आरसिएमएल, एसआइपिएनएल, एसआइएलहरू यिनीहरूले नै एकदम राम्रो कुदाइदियो म्यानुफ्याक्चरिङ। अब तिनीहरूमा त्यही 3-4वटा स्टकहरूमा छ भनेपछि चाहिँ एकदम राम्रो नै छ, हजुरको पोर्टफोलियो राम्रो नै बढ्यो। त्यो बाहेक अरू स्टकहरूमा छ भने चाहिँ पोर्टफोलियो त्यस्तो राम्रो बढेन भन्ने बुझ्न सक्यो है। ओएमपिएल, एसआइपिएनएल यिनीहरू नै हो, अरू मात्रै होइन। सिमेन्ट कम्पनीहरू त यस्तै स्ट्रगल गरिरहेको छ। पिसिआइएल एउटा अस्ति राम्रो स्ट्रगल गर्नु भएन, कति धेरैको मेसेज आइरहेको हुन्छ मलाई पिसिआइएलमा फसेँ भनेर। ठिक छ। ओन्ली सेक्टर्स। हाइड्रो पावरको मुभ, हाइड्रो पावर पनि अलिकति स्ट्रगल गर्ने ठाउँहरूमा चाहिँ आएको छ है। एकदम क्लिन मुभ चाहिँ छ हाइड्रो पावरहरूको। यस क्लिन मुभहरूले चाहिँ फर स्योर नै नेक्स्ट मुभहरू हान्छ है। त्योमा चाहिँ तपाईँ त्यस्तो वरि हुन चाहिँ पर्दैन है। फर स्योर कोही रिट्रेसमेन्ट आउँछ भनेपछि पनि रिट्रेसमेन्ट यो टपहरूमा बेच्नु नभने नेक्स्ट हाईमा चाहिँ बेच्नु पाउनुहुन्छ है। यतातिर नबेच्यो भने के घर आउँदैन, ठुलो मुभहरू आएपछि प्रफिट बुकिङहरू चाहिँ हुन्छ। अब यतातिर फसेको मान्छेहरूले पनि कस्टहरू आयो भने एक्जिट हुनु खोज्छ। सो केही एक्जिटहरू आउने, केही रिट्रेसमेन्टहरू चाहिँ आउनसक्छ, बट आफ्टर रिट्रेसमेन्ट मुभ चाहिँ हुन्छ है। हाइड्रो पावरहरू इन्डेक्स नै मुभ चाहिँ हुन्छ। न्यू हाईहरू चाहिँ बनाउँदा हुन्छ। केहरू फसाउनै छ भनेपछि न्यू हाई क्रिएट गरेर बरु तल आउला है, छुट्टै ठाउँमा छ। बट अहिलेकै यो रिटेसनहरूमा मेजर एक्जिटहरू चाहिँ गर्नु पर्दैन है। ट्रेडरहरूले अब सानो एक्जिट गर्दा फेरि यतातिर केही पर्सेन्टहरू निकालेर यता त्यही केही पर्सेन्टहरू एन्ट्री गर्ने आर्बिट्री गेनको लागि। ठिक छ, बट त्यस्तो वरि हुन चाहिँ पर्दैन। गुड मुभ नै छ है। हाइट पावरहरूमा अलिकति स्ट्रगल चाहिँ गर्नसक्छ है। यतातिर स्ट्रगलहरू अलिकति मार्केट घट्न लाग्यो है, केही पर्सेन्ट घट्यो भने चाहिँ त्यस्तो वरि हुन चाहिँ पर्दैन। होटल सेक्टरहरूको स्टकहरू गुड छैन। इन्भेस्टमेन्ट सेक्टर आज यहाँ राम्रो मुभ भएको छ है इन्भेस्टमेन्ट सेक्टरमा। अरू त एचआइडिसिएल नै, एचआइडिसिएलपी ठिक छ गएको छ। अलमोस्ट 200 लेभलहरू भएछ है। अस्ति हामी 85 कतितिर लिइरहेको थियौँ, अलमोस्ट 200तिर पुगेको रहेछ। हाथे एकदम सरप्राइजिङ मुभ है। हाथे जस्तो स्टकहरूमा चाहिँ यस्तो मुभहरू माथितिर दिइरहेको बेला चाहिँ एक्जिट नै हेर्ने है। अलिअलि लस छ भने लसै बुक गरेर भने सिफ्ट गर्दा बेटर भन्छु म चाहिँ। त्यस्तो बिग भोल्युमको पार्टिसिपेसनहरू हुँदैन यिनीहरू स्टकहरूमा। जस्ट सानोतिनो इन्डेक्स बढ्दाखेरि स्विङहरू आउने हो। माथितिर गएको बेला कुनै पनि पोइन्टहरू स्ट्रगल हुन्छ भने चाहिँ यिनीहरू स्टकहरूबाट एक्जिट नै हेर्दा बेटर। अनि त्यो फन्डहरूबाट अलिक सेफ साइडको स्टकहरूतिर चाहिँ सेफ्ट गर्ने।
अनि यो भिडियोको आधारमा चाहिँ कोहीले पनि आफ्नो बाइङ या सेलिङ डिसिसनहरू चाहिँ नलिनु होला है। मैले आफ्नो ओपिनियनहरू सेयर गरेको मात्रै हो। हजुरले आफ्नो बाइङ या सेलिङ आफै नै गर्नु है, आफ्नो रिसर्चमा। फाइनेन्स अलिकति सोचेको जस्तो मुभहरू चाहिँ दिएको छैन है, फर स्योर फाइनेन्सले दिन सक्छ भोलिबाट। अहिलेसम्म नचल्यो, अब भोलि पनि मार्केटहरूमा अझै पनि मुभ पेन्डिङ छ है, अझै पनि भोलि पनि ठुलो क्यान्डलहरू हान्न छ भने चाहिँ अहिलेसम्म नबढेको स्टकहरूले चाहिँ हान्नु पऱ्यो है। अहिलेसम्म नबढेको सेक्टर जस्तो कमर्सियल ब्याङ्क है, डेभलपमेन्ट ब्याङ्क, कमर्सियल ब्याङ्क अनि हाम्रो यो फाइनेन्सहरू, यिनीहरूले चाहिँ मुभहरू सुरु गर्नु पऱ्यो है। भोलि पनि यो ठुलो क्यान्डल बन्न छ भने यिनीहरू सेक्टरहरूले पनि राम्रो पार्टिसिपेट भोलि गर्न सक्दैन भने चाहिँ मार्केटमा केही करेक्सनहरू चाहिँ हामीले देख्न सक्छ। भोलि मार्केट राइज आउनको लागि कमर्सियल ब्याङ्क, डेभलपमेन्ट ब्याङ्क अरू फाइनेन्सहरू यिनीहरू चाहिँ चल्नु पऱ्यो। अरू माइक्रो फाइनेन्स हेरेर कामै छैन है, नन लाइफ हेरेर पनि खासै काम छैन। ब्याङ्किङ स्लो भइरहेको छ, चल्नुपर्छ ब्याङ्किङ, द्याट स्लो एन्ड स्टेडी चल्ने हो है। ब्याङ्किङ भएकोहरूले केही पनि त म नि आफै कति कमर्सियल ब्याङ्कहरू लिएर बसेको छु। ब्याङ्किङ त जस्ट किन्ने बिर्सिने हो है, नो वरी। फाइनेन्सहरू मुभ हुनुपर्ने, फाइनेन्सहरू चाहिँ अलिकति ल्यागिङ भइरहेको छ, एज एक्सपेक्टेड बढेको चाहिँ छैन फाइनेन्स सेक्टरहरू है। आइटी पावरहरू त सोचेको भन्दा राम्रो बढेको छ, सोचेको भन्दा राम्रो। ल हामी हाम्रो युट्युब कमेन्ट सेक्सनतिर जाउँ है। हाम्रो च्यानल सब्सक्राइब गर्नुभएको छैन भनेपछि प्लिज सब्सक्राइब है। भिडियो लाइक गर्नुभएको छैन भनेपछि भिडियो लाइक पनि गर्नु। हाम्रो पेड ग्रुप ओपन भएको छ है, अलमोस्ट 7-8 महिनापछि केही लिमिटेड मेम्बरहरू हामीले यही हप्ताको लागि मात्रै लिइरहेको छ है। सो डिटेल्सको लागि चाहिँ हाम्रो डिस्कर्ड सर्भर जोइन गर्न सक्नुहुन्छ है। फ्री सेक्सनहरू हजुरले एक्सेसहरू पाउँछ भने चाहिँ यता क्लोज सेक्सनहरूको लागि चाहिँ हजुरले हाम्रो मेम्बरसिप नै लिनुपर्ने चाहिँ हुन्छ। मेम्बरसिपले चाहिँ हजुरले सबै एक्सेसहरू पाउँछ। हजुरले यता स्टक म्यानेजमेन्टहरू है, स्टकहरू प्रोभाइड गर्ने, टाइमले एक्जिट, टाइमले एन्ट्रीहरू मार्केटमा गराउने, कसियस कलहरू दिने है। हाम्रो होल टिमले नै हजुरको हरेक कुराहरू चाहिँ म्यानेज गर्छ है। हजुरले फुल टाइम गाइडेन्सहरू पाउनुहुन्छ। कुनै पनि एक्सनहरू लिनुभन्दा अगाडि हाम्रो टिमलाई नै टेक्स्ट गरेर है, यो गरौँ कि नगरौँ, योमा कस्तो गरौँ भनेर चाहिँ हरेक टाइम चाहिँ सोध्न पाउनुहुन्छ है। मार्केट टाइमहरूमा फुल टाइम एक्टिभ हुन्छ, अफ टाइमहरूमा पनि एक्टिभ भइरहेको हुन्छ है। सो कम्प्लिट गाइडेन्सहरूको लागि चाहिँ मेम्बरसिप लिन सक्नुहुन्छ है। झन् यस्तो टाइमहरूमा चाहिँ एकदम क्रिटिकल चाहिँ हुन्छ। टाइमले एक्जिट लिन सकेन, टाइमले एउटा एक्सनहरू लिएन भने चाहिँ मेजर छुट्ने कुरा चाहिँ हुन्छ। सो ग्रुप जोइन गरेर मेम्बरसिपहरू लिएर हामीसँग ट्रेड गर्दा चाहिँ बेटर है। यो हप्ताको लागि मात्र खुलेको छ। अलि डिटेल्सको लागि आज मैले अलिक समरी भने, अलि डिटेल्सको लागि हिजोको भिडियो चाहिँ हेर्न सक्नुहुन्छ है। हिजोको भिडियोमा चाहिँ मैले राखिदिएको छु भिआइपी मेम्बरसिप डिटेल्स भनेर, त्यसभित्र सेक्सनहरू नै सबै देखाएर त्यो हेर्न सक्नुहुन्छ। हाम्रो इन्स्टाग्राममा फलो गर्नलाई है, मैले टाइम टु टाइम स्टकहरू है, कलहरू तिनीहरू चाहिँ राखिदिइरहेको हुन्छु इन्स्टाग्राममा फलो गर्नलाई। र कुरा गर्नको लागि चाहिँ 9128999991 वाट्सएपमा चाहिँ टेक्स्ट गर्नु होला। अब हामी कमेन्ट सेक्सनतिर चाहिँ जाउँ है। राम चामलिङ, थ्याङ्क यू सन्तोष सर फर गुड एन्ड पेसेन्स इन्फर्मेसन, थ्याङ्क यू, युआर वेलकम है। हजुरलाई कमेन्टको लागि थ्याङ्क यू। ट्राभल विथ बाई एन्ड स्ट्रङ होल्ड, यस बाई एन्ड स्ट्रङ होल्ड नै हो। अहिले बाई त गरिसक्यो है। अब टाइम भनेको स्ट्रङ होल्ड हो। अब बिचको करेक्सनहरू एक्सपेक्ट गरिरहेको टाइमहरूमा अलिअलि शान्तिमा खेले पनि सानो फन्डहरूले मात्रै खेल्ने है। अहिले यस्तो टाइममा फेरि झ्याप्प अलि बाटो भनेर सबै नै फालेर फेरि सबै नै पछि किन्छु भन्दाखेरि आइदर सबै फालेको ठाउँबाट मार्केटहरू फेरि माथि फर्किन सक्छ, माथि किन्न पर्ने हुन्छ। अरू त्यो सबै फालेर बसेको फन्डहरू फेरि तल किनेर बसौँला भन्दा पनि त्यो तल कुर्दा मार्केटले बिचबाट छोडेर जानु सक्छ है। धेरै केसेसहरू चाहिँ छ त्यस्तो भएको। सो ट्रेडहरू गर्नुहुन्छ है, अलिकति मार्केटहरू रिड गर्न सक्नुहुन्छ, ट्रेड गर्न सक्नुहुन्छ भने सानो फन्डहरूले त्यसरी ट्रेड गर्नु। आफ्नो ठुलो पोर्सनहरूले चाहिँ त्यसरी ठुल्ठुलो एक्सनहरू चाहिँ नलिनु है। मार्केट यस्तो राम्रो गइरहेको बेला डर लाग्यो मलाई, किन डर लाग्नु। लभ ब्रेकलाई थ्याङ्क यू फ्रेन्ड बानी MK3 है। अनि हजुर कहाँबाट हाम्रो भिडियो चाहिँ हेरिरहनु भएको छ है, त्यो चाहिँ हेर्नु। र केही सजेसनहरू हाम्रो भिडियोहरूलाई दिन छ भनेपछि पनि कमेन्ट सेक्सनहरूमा चाहिँ लेख्दा चाहिँ हुन्छ है। हजुरले कुन ठाउँबाट हेरिरहनु भएको छ एकचोटि त्यो चाहिँ कमेन्ट गर्नु त। आइएम फ्रम हियर, वाचिङ फ्रम हियर भनेर। किन्ने समय सकेको अवस्था नआओस्, सेलको लागि वेटिङ हो, एकदम ठिक है। किन्ने समय त अस्ति नै सकेको भने मैले राख्दै पनि थियो होला है। आश लाउने एकदम पोजिटिभ देखाउँछ अनि भोलिदेखि ड्याममा लडाउँछ, त्यही नै यहाँनिर चाहिँ लिए। आज अस्ति ठिकै हो, आज राम्रो बढेको छ त। तर यस्तोमा 10% 15% स्टकहरू बढेको बेला चाहिँ म बाई गर्न चाहिँ हिम्मत आउँदैन मेरो चाहिँ है। घटेको बेला बिस्तारै आफ्नो आफूले भनेको प्राइसहरूमै दिइरहेको छ भने चाहिँ बिस्तारै लिँदै बस्छु है। जस्ट यस्तो राइजर आयो भने चाहिँ कम्प्लिटली होल्ड, जस्ट मार्केट वाच गर्दै जाने।
एकदम कसियसली हेर्ने है, पोर्टफोलियो राइजहरू हेर्दै जाने। अब कहाँ गएर स्ट्रगल गर्न खोज्छु त्यता चाहिँ केही प्रफिट बुकहरू गर्ने है। अझ त्यो सानो मात्रै स्ट्रगल गर्छ फेरि पनि बढेर जान्छ भन्ने लागिरहेको छ भनेपछि त्यता प्रफिट बुक पनि नगर्ने है। त्यसरी चाहिँ जान्छु म। एकदम बढेको बेलाहरू चाहिँ पार्टिसिपेट गर्दैन है। मेरो डिस्कर्डमा पनि थाहा छ है, डिस्कर्ड जोइन गरेर सोध्नु सक्नुहुन्छ। हाम्रो मेम्बरहरू पनि कहिले नि होइन, आज त्यस्तो ग्रुप नै एक्टिभ थिएन, सबै किनेर बसिसकेको थियो है। अब जस्ट कहाँ बेच्ने, त्यो बेच्ने कलर मात्रै वेट गरिरहेको थियो। यस्तो राइजहरूमा चाहिँ अस्ति पनि हामीले एउटा पनि बाई गरेन है, आज पनि केही पनि बाई गरेन। अगाडि त्यो फलहरूमा चाहिँ बाई गरिरहेको थियो। सो यो राइजहरूमा चाहिँ जस्ट मार्केटहरू हेर्ने, कहाँ गएर एक्जिटहरू नै खोज्छ है हामीले। एनटिसी भन्दैन बाइकको लागि। एनटिसी यो आरएसआई टेक्निकली है 22 रुपियाँहरू वाइ चाहिँ धेरै कुराहरूमा जेनेरेट चाहिँ भइरहेको हुन्छ है। यही टेस्टमा पनि जेनेरेट भइरहेको छ। बट अब कमिङ राइजहरूमा चाहिँ त्यस्तो राम्रो पार्टिसिपेट गर्छ कि नै भन्ने चाहिँ हो कि है। कमिङ राइजहरूमा राम्रो पार्टिसिपेट गर्ने देखिरहनु भएको छ भने चाहिँ फर्स्ट इयर लिने हो है, पोटेन्सियल वाइज। तर एनटिसी यत्रो टाइम एउटै लेभलहरूमा बसेको है, मुभै नदिएको स्टकहरू भएर यो कमिङ टाइमहरूमा चाहिँ त्यस्तो ठुलो पोटेन्सियलहरू चाहिँ देखिन कि राइजहरू आउने। डिफेन्सिभ स्टक चाहिँ हो है, मार्केटहरू घट्दाखेरि पनि घट्दैन यो स्टकहरू। तर हामीलाई त्यो डिफेन्सिभ स्टकहरू मात्रै पकडेर भएन नि त है। सो त्यो राइज वाइज चाहिँ एकचोटि अलिकति गाह्रो छ है एनटिसी। 340 मुनि एक्जिस्टल स्टप लस हान्यो, भोलिपल्ट 7% अफ एक्ज्याक्टली है। त्यही हुन्छ, कहिले काहीँ धेरैचोटि हुन्छ। जे हुन्छ राम्रो हुन्छ, एकदम जे हुन्छ राम्रो हुन्छ। हेलो दादा, क्रेस्टको बाई मार्जिन हेरिदिनुहोस् त। क्रेस्ट यस्तो स्टकहरूमा हेर्दै नहेर्नु क्या, बाई नै नहेर्नु, त्यस्तो चल्दै नचलेको स्टकमा किन हेर्ने नि। ल हरियाले युएमएचएल एकचोटि, युएमएचएल अलरेडी हाई प्राइसहरूमा छ है। अब यतातिर त्यस्तो ठुलो फ्लक्चुएट गर्न चाहिँ सक्दैन, सेम प्राइसहरूमा छ। एक्जिट गरेर अरू यो पैसाहरूतिर रोटेट गर्दा नि हुन्छ। एनआरसी बाई गर्दा होला त। सिटी त बढेछ सर, अब कतिमा सेल गर्ने? 450 जाला त सर सिटी। एनआरसीको टार्गेट अब एनआरसीहरू यो प्राइसहरू लिन्छ भने बेच्न त्यस्तो नसोच्नु है, जस्ट राख्ने नै स्टक गर्ने हो। सिटी फर्टमा हेर्ने त्यो 400 नै हो है, 450 हेर्ने भन्दा नि। एचआरएल थप्दा होला, एचआरएल थप कुराहरू भइसक्यो एचआरएलको है। आरएफपिएल के होला? आरएफपिएल ठिकै छ, पोजिसनहरू होल्ड गर्ने। 360 टार्गेटहरू है। एसएचएल बढ्दै बढेन ब्रो कि अब सब रकेट छन् स्टक। यो सेगमेन्ट सबै रकेटहरू छ भन्दा नि यही जुन गएको टाइमहरूमा एकदम म्यासिभली घटेको स्टकहरू छ नि, त्यहीमा एउटा म्यासिभ रिकभरीहरू चाहिँ आइरहेको छ है। अनि अरू मेजोरिटी स्टकहरू चाहिँ अझै पनि चलेको छैन। फाइनेन्सहरू चलेको छैन, कमर्सियल ब्याङ्कहरू चलेको छैन, लाइफ नन लाइफहरू है, अनि माइक्रो फाइनेन्सहरू चलेको छैन, मेजोरिटी चलेको छैन। जस्ट पहिला यो जेन्जी स्टकहरू है, अनि 6-7 महिनामा जुन आइपिओहरू लिस्टिङ भएको थियो, त्यसमा म्यासिभ ड्रपहरू आएको थियो नि त। त्यही म्यासिभ ड्रपहरू आएको स्टकहरू अलिक केही राम्रो रिकभरीहरू दिएको छ है। त्यही गरेर अरू स्टक यो भ्यालु स्टकहरू होल्ड गरेकोमा मिसआउट फिल हुने हो, बट रिटर्नहरू चाहिँ दिन्छ। 2 दिन मार्केटहरू राइजहरू माथि दिन्छ भएन। बरुन ठिक छ। आरसिएमएलको फुल आरसिएमएल कुराहरू भइसक्यो, एनटिसीको पनि कुरा भइसक्यो। एसएबिएल 1200को बाई थियो, कतिसम्म टार्गेट राख्छ? एसएबिएल ठिकै गइरहेको छ है राइजरमा चाहिँ। अब कहाँसम्म जान्छ त्यो हेरौँ। टार्गेटहरू चाहिँ 1200सम्म पुग्न पनि सक्छ है। एउटा इनिसियल टार्गेटहरू चाहिँ पहिला यो लास्ट हाई चाहिँ ब्रेक गर्नु पऱ्यो कि एसएबिएल है। 1200 हेर्नुभन्दा अगाडि यो लास्ट हाईलाई चाहिँ कसरी ब्रेक गर्न सक्छ कि नै भन्ने। यो हाईले ब्रेक गऱ्यो भने त अब 1200 त इजिली नै अचिभेबल देखिन्छ है। यो हाईलाई ब्रेक गरेर माथि यो हाईभन्दा माथि क्लोजिङ दिन सुरु गऱ्यो भने चाहिँ बल्ल हामीले चाहिँ यहाँ यो टेरिटोरीको टार्गेटहरू सेट गर्ने हो कि। अहिलेसम्म चाहिँ यही नै हो है, 1030-35 टार्गेटहरू सेट गर्ने हो। इजिली अचिभेबल पनि देखिन्छ गएको 2 दिनको मुभहरू हेर्दाखेरि। बट यो हाई ब्रेक नगर्दैछन् हामीले माथिको प्राइसहरू हेर्नु चाहिँ सकिँदैन है। पोटेन्सियल चाहिँ छ। आज एनएमबी ठिक छ। कमर्सियल ब्याङ्कहरू त बाई, नबिल बाई गर्दा कमर्सियल ब्याङ्क बाई। एससिआइएल पनि माथि 1100को लेभलहरूतिर गएर स्ट्रगल गर्न सुरु गर्छ है। 1100को लेभलहरूतिर अलिकति क्रिटिकल्ली हेर्नु। कोरबल किन नबढेको होला? कति बढ्नु त कोरबल? त्यस्तै स्टकहरूमा पैसा रटाउने होइन है साइडबाट। नेक्स्टको रिटेस्ट हेरौँ है। सकेसम्म जति सक्यो माथिबाट आओस् भन्ने हो। फर्स्ट रेड क्यान्डल कहाँ गएर बन्छ भन्ने हो कि है। रेड क्यान्डल बन्यो भने चाहिँ त्यहीबाट रिटेसमेन्ट आउन सुरु गर्ने हो। जस्ट त्यो फर्स्ट रेड क्यान्डल कहाँ गएर बन्छ? 2800मा गएर बन्यो भने चाहिँ राम्रो। बरु नहेर के हेर्दा होला, होल्ड नै गर्ने। एसएमएचएलको टार्गेट कति होला? एसएमएचएल अहिले होल्ड गर्ने है, टार्गेट सेट गर्नु भन्दा नि। एनएचपिसीको कुराहरू भइसक्यो है। सोपन सोपन कति रिकभर हो? एसओपिएल ठिकै रिकभर भएको रहेछ, ठिकै रिकभर भएको रहेछ। यही हो 900 है। फर्स्ट टार्गेटहरू छ 900 भन्दा माथिहरू क्लोजिङ दियो भने चाहिँ बल्ल माथिको प्राइसहरू हेर्न सकिन्छ। पहिला 900 नै हेर्ने है। 900 को त्यो ब्यारियर नतोड्दासम्म अगाडि नहेर्ने। बजारले के झुकाएको त होइन, मलाई चाहिँ झुकाएको जस्तो लाग्दैन है अहिले। एसएस फेजहरूमा छौँ जस्तो लाग्छ है मलाई।
बजाएर सिम्पली यतातिर फेजहरू है, यो फेजहरू छ नि, यो फेजहरू म्यासिभ राइज है, अनि त्यसपछि है यो ठुलो राइजहरू, यो त सुरुवात नै हो जस्तो लाग्छ। यो म्यासिभ राइज अप्स एन्ड डाउन चाहिँ हुन्छ है। यो डाउनहरू आउन सक्ने चाहिँ पोस्टुलेट छ है छिटै। अब यहाँबाट अझ ठुलो सिधै माथि पुग्नु भन्दा नि कि यो तरिका रिट्रेसमेन्ट आउन सक्ने चान्सेसहरू छ। फेरि केही राम्रो रहेपछि यो तरिका रिट्रेसमेन्ट आउन सक्ने चान्स छ, बट त्योभन्दा एकदम धेरै अब योबाट झरेर लो नै ब्रेक गर्ने त मैले देखेको छैन है। हिजो र आज क्यान्डल हेरेर अब है पर 200भन्दा तल कमर्सियल ब्याङ्क त लिने। सब्सक्रिप्सन इयरली चार्ज कति छ त्यो नै गर्दा वाट्सएपमा टेक्स्ट गर्दा हुन्छ है सर। सन्जु सर कन्ट्याक्ट नम्बर कसरी पाउने? माथि नम्बर छ हजुर है, डिस्क्रिप्सन नम्बर छ, त्यही कुरा गर्न सक्नुहुन्छ। हजुर मेम्बरसिपहरू लिन छैन है, ग्रुप जोइन नगरे पनि हजुरले केही हेल्पहरू चाहिन्छ भने त्यो नम्बरमा टेक्स्ट गर्दा हुन्छ है, हाम्रो टिमले रिप्लाई चाहिँ गर्छ। ग्रुप जोइन गर्नै पर्छ भन्ने छैन, एकदम नेसेसरी भएको मान्छेहरूले मात्रै ग्रुप जोइन चाहिँ गर्ने। मेजोरिटी मान्छेहरूलाई चाहिँ अलमोस्ट 80% मान्छेहरूलाई चाहिँ युट्युब भिडियोहरू मात्रै हेरेर पनि पुगिरहेको छ है। अलिकति गाह्रो अलि हजुरलाई अलि अप्ठ्यारो परेको छ भने चाहिँ हजुरले त्यहाँ टेक्स्ट पनि गर्न सक्नुहुन्छ है। अब एकदमै बढी हेल्प चाहिने, मार्केटलाई टाइम दिन नपाउने है, अब कम्प्लिटली नै अरूले हेरिदियोस् भन्ने चाहनुहुन्छ भने चाहिँ हजुरलाई हामीसँग जोडेर हो कि है ग्रुपहरू जोइन गर्ने, हामी सबै प्रोभाइड गर्ने हुन्छ। त्यसरी मेजोरिटीले चाहिँ युट्युबबाटै हेर्न नि सकिन्छ है, युट्युबबाटै धेरै हेल्पहरू लिँदा बेटर। 70-80%ले चाहिँ युट्युबबाटै हजुरले सबै नलेजहरू चाहिँ पाउँछ। उता चाहिँ हामीले अब कम्प्लिट गाइड गर्ने हुन्छ हजुरलाई है, हरेक मेसेज रिप्लाई गर्ने, हरेक टाइमले हजुरको सबै क्वेसनहरू रिप्लाई गरिदिने है, त्यस्तो हुन्छ है। सिबिपिएल माइक्रो फाइनेन्सहरू त गाह्रो छ नि। एनएचपिसी कुरा भएको छ है। महेश त हुन्छ ठिकै छ है, हजुरको आफै राम्रो भइरहेको छ भने त आफै नै गर्ने नि, सबैले जोइन गर्ने पनि होइन है, आफूले जानेको मान्छेहरूले त गर्ने नै होइन। युट्युब भिडियो चाहिँ हेरिराख्नु भएको रहेछ, थ्याङ्क यू। यो वर्ष मार्केटिङ नेचर पहिलो वर्षभन्दा एकदम छुट्टै छ, भिडियोको सुनेको टेन्सन नगरोस्। सबै एनालिसिस फेल भएको छ, बजेटभन्दा कम एकदम ठिकै। भिडियोको आधारमा कोहीले पनि बाइङ या सेलिङ डिसिसनहरू चाहिँ नलिनु होला। बजेटभन्दा अगाडिदेखि नै 28 दिन एनालिसिस गरेर एक दिन बढ्दैन भन्ने हुँदैन, एक दिन बढ्दैमा किन्न छुटेको भन्ने हुँदैन, र आज बढेको बढ्छ नै भन्ने केही कुरा ग्यारेन्टी हुँदैन। यो कमेन्टहरू चाहिँ पढ्नु है, म पेन गर्छु, ठिक हो है। आफै डिसिसनहरू लिने है। पास्टमा एउटा कुराहरू भयो भनेर अहिले पनि सेम कुरा रिपिट हुन्छ भन्ने छैन है। एसकेएचएल अहिलेको प्राइसहरूमा चाहिँ बाई हुँदैन है। यसै टाइपको स्टकहरूमा चाहिँ राइजहरूमा एक्जिट नै गर्दा बेटर भन्छु म। विशाल ल ब्रेक लागि थ्याङ्क यू। ल आजले मलाई भन्नुपर्ने यति नै थियो है, भिडियो एकदम लामो भयो होला। 2 दिनको राम्रो राइजहरू आएको छ है, सबैलाई खुसी नै होला, बधाई छ। के त रिटेसनहरू आउँछ भनेपछि पनि त्यसको लागि के ट्याकलहरू गर्ने, सोर्सहरू चाहिँ जुटाउने है। सो आज मलाई भन्नुपर्ने यति नै थियो, सबैलाई ह्याप्पी ट्रेडिङ, बाई।